सफलता तपाईको सहकार्य विवश एजुकेसन एकाडेमीको। नमस्कार। लोकसेवा आयोग शाखा अधिकृत नायब सुब्बा खरिदार त्यस्तै गरी प्रदेशको 5औं 4थौं तह शिक्षक सेवा आयोग माध्यमिक तह निम्न माध्यमिक तह आधारभूत तह भनेको भइहाल्यो। त्यस्तै गरी अनुसन्धान अधिकृत सहायक, त्यस्तै गरी नेपाल टेलिकम सहायक 5औं 4थौं तह, नेपाल प्रहरी इन्सपेक्टर जवान, विभिन्न संस्थान लगायतका विविध प्रतिस्पर्धात्मक परीक्षाको निम्ति अति उपयोगी महत्त्वपूर्ण प्रश्न उत्तर समाधान गरेका छौँ। यस भिडियोमा हामीले 20वटा प्रश्नहरू समाधान गरेका छौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अब लागौँ आजको प्रश्नतर्फ। प्रश्न नम्बर 1, हेनली पासपोर्ट इन्डेक्स 2025 मा नेपाल कतिौं स्थानमा रहेको छ? यसको सही उत्तर रहेको छ 101औं स्थानमा रहेको छ। प्रश्न नम्बर 2, नेपालको कूटनीतिक इतिहासमा पहिलो महिला राजदूतको पहिचान बनाउन सफल व्यक्तित्व बिन्देश्वरी शाहको निधन कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साल पुस 18 गते भएको हो। प्रश्न नम्बर 3, बाल गायक सचिन परियारको निधन कहिले भएको हो? बाल गायक सचिन परियारको निधन कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साल पुस 18 गते बाल गायक सचिन परियारको निधन भएको हो। प्रश्न नम्बर 4, नेपालमा पहिलो पटक कुन वर्षलाई पर्यटन वर्षका रूपमा मनाइएको थियो? नेपालमा पहिलो पटक कुन वर्षलाई पर्यटन वर्षका रूपमा मनाइयो? यसको सही उत्तर रहेको छ सन् 1998। प्रश्न नम्बर 5, अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कारबाट सम्मानित व्यक्तित्व को हुन्? अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कारबाट सम्मानित व्यक्तित्व को हुन्? यसको सही उत्तर रहेको छ दीपक विश्वकर्मा, उपप्रमुख नीलकण्ठ नगरपालिका धादिङको उपप्रमुख दीपक विश्वकर्मा चाहिँ सम्मानित भएका थिए अम्बेडकर विशिष्ट समाजसेवा पुरस्कारबाट। प्रश्न नम्बर 6, नेपाल पत्रकार महासङ्घको झन्डै 7 दशकको इतिहासमा पहिलो पटक अध्यक्ष बन्न सफल महिला सञ्चारकर्मी को हुन्? नेपाल पत्रकार महासङ्घको झन्डै 7 दशकको इतिहासमा पहिलो पटक अध्यक्ष बन्न सफल महिला सञ्चारकर्मी को हुन्? यसको सही उत्तर रहेको छ वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मा हुन्। प्रश्न नम्बर 7, 18 वर्षको उमेरमै विश्व चेस च्याम्पियनसिपको उपाधि जित्दै नयाँ कीर्तिमान कायम गर्ने किशोर खेलाडी को हुन्? 18 वर्षको उमेरमै विश्व चेस च्याम्पियनसिपको उपाधि जित्दै नयाँ कीर्तिमान कायम गर्ने किशोर खेलाडी को हुन्? यसको सही उत्तर रहेको छ गुकेश डोमाराज। उनी चाहिँ भारतका खेलाडी हुन्, चेस खेलाडी भारतका गुकेश डोमाराज। प्रश्न नम्बर 8, दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङ गहिरो खोतल्ने कार्य कहिले सम्पन्न भएको छ? ड्रिलिङ भनिन्छ जसलाई खोतल्ने कार्य कहिले सम्पन्न भएको छ? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साल पुस 17 गते सम्पन्न भएको छ। प्रश्न नम्बर 9, सन् 2024 मा नेपाल भ्रमण गर्ने पर्यटक सङ्ख्या कति प्रतिशतले वृद्धि भएको छ? सन् 2024 मा
नेपाल भ्रमण गर्ने पर्यटक सङ्ख्या कति प्रतिशतले वृद्धि भएको छ? यसको सही उत्तर रहेको छ 13%। प्रश्न नम्बर 10, अमेरिकाको क्यालिफोर्निया स्थित सन फ्रान्सिस्कोमा सम्पन्न गोल्डन चलचित्र अवार्ड 2024मा लाइफ टाइम अचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो? अमेरिकाको क्यालिफोर्निया स्थित सन फ्रान्सिस्कोमा सम्पन्न गोल्डन चलचित्र अवार्ड 2024मा लाइफ टाइम अचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ अभिनेता शिव श्रेष्ठलाई प्रदान गरिएको छ। प्रश्न नम्बर 11, सन् 2034 को फिफा विश्वकप फुटबल सन् 2034 को फिफा विश्वकप फुटबल प्रतियोगिताको आयोजना कहाँ हुने भएको छ? सन् 2034 को फिफा विश्वकप फुटबल प्रतियोगिताको आयोजना कहाँ हुने भएको छ? यसको सही उत्तर रहेको छ साउदी अरेबिया। प्रश्न नम्बर 12, सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस कहिले मनाइन्छ? सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ माघ 14 गते। विक्रम सम्वत 2081 साल पुस 16 गतेको मन्त्री परिषदको निर्णय अनुसार सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस माघ 14 गतेदेखि मनाइन्छ। प्रश्न नम्बर 13, नेपाल सरकारद्वारा वाणिज्य नीति 2081 कहिले स्वीकृत गरिएको हो? नेपाल सरकारद्वारा वाणिज्य नीति 2081 कहिले स्वीकृत गरिएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साल पुस 16 गते। प्रश्न नम्बर 14, ISO 27001 2022 प्रमाणपत्र प्राप्त गर्न सफल नेपाली बैङ्क कुन हो? यसको सही उत्तर रहेको छ नोबेल बैङ्क लिमिटेड रहेको छ। प्रश्न नम्बर 15, नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि गरेको हो? नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साल माघ 1 गतेदेखि। प्रश्न नम्बर 16, त्रिवी स्थापनाको 6.5 दशकको अवधिमा सर्वाधिक बढी विद्यार्थी सहभागी भई दीक्षित भएको दीक्षान्त समारोह कुन हो? त्रिभुवन विश्वविद्यालयको स्थापनाको 6.5 दशकको अवधिमा सर्वाधिक बढी विद्यार्थी सहभागी भई दीक्षित भएको दीक्षान्त समारोह कुन हो? यसको सही उत्तर रहेको छ 50औं दीक्षान्त समारोह विक्रम सम्वत 2081 साल पुस 13 गते भएको थियो। प्रश्न नम्बर 17, नेवा पत्रकार राष्ट्रिय दबुले स्वतन्त्र सेनानी पुरस्कार 2081 कसलाई प्रदान गर्यो? यसको सही उत्तर रहेको छ स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठलाई प्रदान गरेको छ। प्रश्न नम्बर 18, सहकारी ऐनमा भएको नयाँ व्यवस्था अनुसार एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र रहेका सहकारीलाई बचतको अधिकतम सीमा कति निर्धारण गरिएको छ? सहकारी ऐनमा भएको नयाँ व्यवस्था अनुसार एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र रहेका सहकारीलाई बचतको अधिकतम सीमा कति निर्धारण गरिएको छ? यसको सही उत्तर रहेको छ रु 50 लाख। प्रश्न नम्बर 19, विद्युत विकास मार्गचित्र 2081 अनुसार सन् 2035 सम्ममा नेपालको विद्युत जडित क्षमता कति पुर्याउने लक्ष्य छ?
विद्युत विकास मार्गचित्र 2081 अनुसार सन् 2035 सम्ममा नेपालको विद्युत जडित क्षमता कति पुर्याउने लक्ष्य छ? यसको सही उत्तर रहेको छ 28,500 मेगावाट रहेको छ। प्रश्न नम्बर 20, सरकारले 5औं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन कहिले गर्ने निर्णय गरेको छ? सरकारले 5औं संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन कहिले गर्ने निर्णय गरेको छ? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साल फागुन 16 र 17 गते काठमाडौँमा गर्ने निर्णय गरेको छ। तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्नुहोला। अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने छेउमा रहेको बेल आइकन टच गरी हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिदिनु होला। यस्तै खालको भिडियोहरू हेर्नको लागि, थप जानकारीको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र त्यस्तै गरी फेसबुक पेज र टिकटकमा पनि फलो गरेर जोडिनु होला। धन्यवाद।